नमस्कार। कस्ता व्यक्तिहरूलाई धेरै ग्रहले सताउँछ? आउनुहोस् चर्चातर्फ लागौँ। कस्ता व्यक्तिहरूलाई धेरै ग्रह लाग्छ, धेरै चाहिँ नराम्रो हुन्छ र चाहिँ धेरै आफूले भने भन्दा विपरीत फलहरू प्राप्त हुन्छ, यस विषयमा चर्चा गर्नका लागि म ज्योतिषाचार्य गोविन्द पाण्डे उपस्थित भएको छु। तपाईँ हेर्दै हुनुहुन्छ शास्त्र विज्ञान युट्युब च्यानल र कुनै पनि विषयमा चर्चा गर्नु छ अथवा ज्योतिष तथा वास्तु सम्बन्धी कुनै पनि जिज्ञासा छ भने तल दिएको स्क्रिनमा दिएका नम्बरहरूमा फोन गर्न सक्नुहुनेछ र अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अवश्य पनि सब्स्क्राइब गर्न सक्नुहुनेछ। आजको विषयवस्तु आदरणीय भक्तवृन्द, आजको विषयवस्तु रहन गएको छ कस्ता व्यक्तिहरूलाई ग्रहले धेरै सताउँछ र कस्ता व्यक्तिहरूले चाँडै ग्रह शान्ति गर्नुपर्छ र ग्रह शान्तिका केही टिप्सहरू पनि तपाईहरुलाई आजको भिडियोमा मैले राख्नेछु। हामी सधैँ ग्रहका पछाडि दौडिरहेका छौं र ग्रह पनि हाम्रो पछाडि दौडिरहेको छ। शास्त्रमा भनिएको छ ग्रहा राज्यम प्रयच्छन्ति ग्रहा राज्यम हरन्ति च ग्रहेर व्याप्तमिदं सर्वं त्रैलोक्यम सचराचरम। अर्थात ग्रहले व्याप्त भएको यो चाहिँ तीनै लोक छ। ग्रहले नै राज्य दिन्छ र ग्रहले नै राज्यबाट हरण गराउँछ। राजालाई रङ्क बनाउने पनि ग्रह नै हो, रङ्कलाई राजा बनाउने पनि ग्रह नै हो। धन दिने पनि ग्रह हो, मन दिने पनि ग्रह हो, धन उसबाट खोज्ने पनि ग्रह हो। त्यसो भएको कारणले यो त्रैलोक्य भनेको चाहिँ नि स्वर्ग, मर्त्य र पाताल सम्पूर्ण चीजहरू ग्रहले व्याप्त छ। ग्रहका किरणहरू अहिले पनि घुमिरहेको छ। हामीसँग नकारात्मक भावना छ भने त्यो नकारात्मक ग्रहहरू हामीमा आउँछ। यदि हामीमा सकारात्मक भावना छ भने हामीमा सकारात्मक भावना आउँछ, अर्थात् सकारात्मक ग्रहका किरणहरू आउने गर्दछ। त्यसो भएको हुनाले तपाईले कस्तो सोच्नु भएको छ, तपाईले कस्तो व्यवहार गर्नु भएको छ र तपाईको आचरण कस्तो छ, सोही अनुसार ग्रह पनि आउने गर्दछ र ग्रह पनि लाग्ने गर्दछ। वास्तवमा भन्ने हो भने ग्रहले दुःख दिने भनेको जसको सोच नराम्रो छ र कर्म नराम्रो छ र आचरण नराम्रो छ भने त्यो व्यक्तिलाई धेरै ग्रहले सताउने गर्दछ। जसले महिलाओं मै खाऊं अरु सब मरुन् दुर्बलहरू, जसले चाहिँ मैले मात्रै खानुपर्छ अरूलाई दिनु हुँदैन, अर्थात् चाहिँ नि लुटिहालौँ, खाइहालौँ, पिरलिहालौँ अथवा चाहिँ नि त्यो स्वभाव छ, आफू मात्रै बन्ने खालको स्वभाव छ भने त्यस्ता व्यक्तिहरूलाई धेरै ग्रहले सताउने गर्दछन्। राम्रो फल पनि प्राप्त हुँदैन। जसको आचरण अर्कालाई दुःख दिने मात्रै आचरण छ, ओहो फल्नाले दुःख पायो भन्दाखेरि हाँस्ने खालको आचरण छ, फल्नाले चाहिँ कष्ट पायो अथवा चाहिँ यस्तो बिग्रियो, फल्नाको यस्तो भयो भन्दाखेरि उसको मन खुसी हुन्छ, अथवा चाहिँ धन्न बिग्रिएछ उसको भन्ने खालको सोच हुन्छ भने त्यस्ता व्यक्तिहरूलाई धेरै ग्रहले सताउने गर्दछ। अर्का व्यक्तिहरू रहन गएका छन् जसले अर्काको बिगार्नलाई लागि परेका हुन्छन्, अल्छी स्वभावका हुन्छन्, फोहोरी स्वभावका हुन्छन्, अर्काको खानलाई माहिर हुन्छन् र परिश्रम नगरिकन धेरै आर्जन गर्न खोज्छन् र सधैँ नराम्रो कर्महरूमा रत रहन्छन्, जसमा काम, क्रोध, लोभ, मोह, मात्सर्य धेरैभन्दा धेरै छ। त्यस्ता व्यक्तिहरूलाई ग्रहले पनि एकदम सताउने गर्दछ। जसलाई काम, क्रोध, लोभ, मोह, मात्सर्य भन्ने त बुझ्नुहुन्छ, काम वासना धेरै हुन्छ र चाहिँ इच्छा धेरै हुन्छ, भनौँ न चाहिँ सांसारिक इच्छाहरू धेरै हुन्छ। जसलाई थोरै काम गरेर धेरै प्राप्त गरौँ भन्ने हुन्छ, कसैलाई अभिमान हुन्छ, कसैलाई लोभ हुन्छ, कसैलाई चाहिँ क्रोध हुन्छ, एकदमै चाँडै चाहिँ क्रोधी खालको व्यवहार हुन्छ। त्यस्ता खालका व्यक्तिहरू छन् भने ती व्यक्तिहरूलाई चाँडै धेरैभन्दा धेरै ग्रहले सताउने गर्दछ र त्यस्ता व्यक्तिहरूले पूजापाठहरू, मन्त्र जापहरू धेरै गर्नुपर्दछ। सामान्य ग्रह शान्तिले पनि त्यस्ता व्यक्तिहरूलाई छुँदैन, किनभने उनीहरूभित्र नै नकारात्मक भावना छ। जहिलेसम्म हजुरहरूभित्र भएको नकारात्मक भावना, नकारात्मक सोच, नकारात्मक बानी व्यवहारहरू छ त्यो जाँदैन, त्यहिलेसम्म हजुरहरूको ग्रह शान्ति हुँदैन र हजुरहरूले सफलता प्राप्त गर्न सक्नुहुन्न।
त्यसो भएको हुनाले यो ग्रहले कस्ता खालका व्यक्तिलाई सताउँछ त भन्दाखेरि जो व्यक्ति आफैमा ग्रह समान छ त्यस्ता व्यक्तिहरूलाई चाहिँ ग्रहले भनौँ न नराम्रो फल दिन्छ। यदि तपाईँको सोच नै नराम्रो छ भने राम्रा खालका ग्रहका किरणहरू तपाईँमा पर्दैनन्। नपरिसकेपछि के हुन्छ त भन्दाखेरि तपाईँलाई गाह्रो हुन्छ। ती नराम्रा किरणहरू पनि यो संसारमा घुमिरहेका छन्, राम्रा किरणहरू पनि घुमिरहेका छन्। त्यसो भएको कारणले गर्दाखेरि हजुरहरूले ध्यान दिनुपर्ने कुरा भनेको के त भन्दा यी नकारात्मक कुराहरू यदि जबसम्म तपाईँले फाल्नुहुन्न, जबसम्म तपाईँ परोपकार गर्नुहुन्न, जबसम्म अर्काको खुसी भनौँ अर्काको सुखमा खुसी हुन सक्नुहुन्न, जबसम्म अर्कालाई चाहिँ नि सेवा गर्ने भावहरू तपाईँमा आउँदैन तबसम्म तपाईँको पनि प्रगति हुँदैन। यस्ता नराम्रा खालका बानीहरूलाई छोडिदिनुहोस्। परोपकार पुण्याय पापाय परपीडनम। परोपकार गर्नु भनेको त पुण्य कमाउनु हो। त्यसो भएको हुनाले पुण्य कमाउनेतर्फ लाग्नुहोस् भन्दै हरिओम जय श्रीराम। तपाईँलाई कस्तो लाग्यो? यदि सही लाग्यो भने लाइक शेयर कमेन्ट पनि गरिदिनु होला। अझै सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्न सक्नुहुनेछ भन्दै बिदा हुन्छु। हस्त नमस्ते। तपाईँको दिन शुभ रहोस्।